आजभन्दा 3.5 वर्ष अगाडि नै बालेन्सा काठमाडौँका मेयर हुँदा प्राइभेट स्कुलहरूको कुल विद्यार्थी सङ्ख्याको 10% सिट विपन्न दलित अपाङ्ग विशेष बौद्धिक क्षमता भएका विद्यार्थीहरूको लागि छुट्याएको थियो र त्यही छुट्याएको सिटबाट अहिले नेपालभरिका कैयौँ विद्यार्थीहरूले त्यही काठमाडौँ महानगरपालिकामा छात्रवृत्तिको रूपमा पढिरहेको छ। तर यसै गरी नेपालभरिका अन्य स्थानीय तहहरूमा यो नियम किन लागू भएन? नेपाल सरकारले दिएको अधिकार समेत पनि उपयोग गरेर जनताहरूको माझमा पुर्याउन सकिरहेको छैन स्थानीय सरकारहरूले। किन? यसको एउटै मुख्य कारण हो कि विपन्न दलित अपाङ्ग विशेष बौद्धिक क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिएमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कुनै पनि किसिमको आफ्नो व्यक्तिगत स्वार्थ लाभ हुनेवाला छैन र कुनै पनि किसिमको कमिसन आउनेवाला छैन। त्यसैले यिनीहरू यो कुरामा ध्यानै दिइरहेको छैन र सम्झे बुझेर पनि नबुझेको जस्तै छ यिनीहरू। यदि तपाईँको पनि स्थानीय तहमा यस्तै छ भने तपाईँ भोलि नै आफ्नो स्थानीय तहमा जानु र यसको आवाज खोज्नु कि कति विद्यार्थीलाई कहाँ र कति छात्रवृत्ति पाएको छ, कुन स्कुलबाट कति, त्यो लिस्ट